जुन हेर्नु तिमी माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजरको हेर्छु मेरो जुन तिम्रो नजरको हो चिनारे खा अहिले चुइम छ मुखमा केही छैन। अनि यहाँ चाहिँ दिदी भेन अनि साथी तलतिर हाम्रो खोला अघि त मासतिरबाट केही देखिएको थिएन राम्रो अनि यता देखाएको अनि तल पहेँलो पहेँलो देखिएको छ नि त्यो चाहिँ डोजर हो त्यहाँबाट बालुवा लान्छन् ट्र्याक्टरले दिदी भेन पर पिसाएछन् म पनि गएँ डाँडा पाखातिर चाहिँ सबै कुहिरो लागेर केही देखिँदैन यस्तो छ। यहाँ तुमलिङतिर चाहिँ यस्तै यस्तै छ होइन प्लेन आउँछ भन्नुपर्छ तिमी आएनौ कस्तो प्लेन हेर्ने रहर थियो। अब अर्को ब्लग अर्को तालमा भेटौँ न फेरि। अहिले चाहिँ हामी हिँड्दैछौँ घामले गर्दा कलकल भइसक्यौँ छाता नि छैन छाता घरमै छोडिएको थियो। अनि हजुरहरू के गर्दै हुनुहुन्छ लाइक कमेन्ट गर्नु सेयर गर्नु होला। यहाँलाई तल बाटोमा पुग्छ पुलमा हामी हिँड्छौँ खोला त्यहाँ चाहिँ अलि राम्रो देखिन्छ नदी देखाउँछौँ अनि पसलमा के खान्छौँ हेर्छौँ हामी है। हस् त अहिले म बनाउँछु अहिलेलाई यहीँ हेलो गाजी हेर्नुहोस् कस्तो मिठो छ हेर्नुहोस् हेर्दाखेरि यस्तो मिठो देखिन्छ हेर्नुहोस् हामी पानीपुरी खान बसेको पानीपुरी यहाँ पर्तिर बन्दैछ हामी खान्छौँ अहिले। ल गाइजी पानीपुरी हामीले खायौँ भाइ तल पुल पुगेपछि अर्को बनाउनु बाई गाइज मेरो मनमा चार सकिन लाग्यो पुलमा गएपछि भिडियो गर्नु भनेको थियो पकौडा खाइरहेको छु अहिले चाहिँ बाई सबैजनालाई।